Hello everyone, welcome to KS Adventure. अगाडि यत्रो मानु बक्स राखिराखेको छु यसमा के होला गेस इट्स अनलाइन शपिङ मैले अनलाइन शपिङ गरेको थिएँ मलाई कति सामानहरु चाहिरहेको थियो हैन अनि त्यसपछि यो न्यू इयर क्रिसमसको होलिडेमा मैले लिस्ट डाउन गरेर मैले कति अनलाइन सामानहरु मगाइराखेको छु यो चाहिँ मैले सिनबाट मगाएको सामानहरु हो सो I'm gonna open the box. अब के छ भनेर मलाई अलि याद छ मैले के अर्डर गरे भनेर तर खोल्दै जान्ने बेला बल्ल थाहा हुन्छ मैले के अर्डर गरेको रहेछु भनेर लेट्स ओपन मैले के मगाछु ल ओके लेट्स ओपन दिस अब बक्स छन् के हो अब फ्याट खोल्न पाए हुन्थ्यो यस्तो च्याख्नु पर्छ इज दिस बुढा के हो यो अब मलाई याद आउँदैछ मैले के मगाएँ भनेर यो चाहिँ मेरो हेर्छ त यो मेरो मेकअप किट मेरो मेकअप बक्स भनौँ अगाडि टक्क यसमा ब्रसेसहरु राख्ने अनि अरू थोकहरु राख्ने यो चाहिँ मेकअप किट कस्मिक क्यान यु मुभ अवे बच्चा मेकअप किट यो चाहिँ ओके जस्ट यतै साइडमा राख्नु पर्यो यतातिर अनि यो चाहिँ सानो लिटल कम मैले यस्तो मगाए नि गरन यो पाली किनभने लास्ट टाइम अब त्यो लेको सबै भाँचिसकेको छ क्या एकदम सफ्ट भएर अलि हार्ड खालको मैले मगाएको छु अहिले जुम गरेर देखिदिन्छु नि त यस्तोमा छ यस्तो ह्यान्ड हेल्ड क्या यसरी हातले यसो गर्ने हाम्रो जस्तै ओके यो एउटा यो चाहिँ के ए मोबाइल होल्डर कस्तो मजा स्टिलको पाउँदो रहेछ नि गरन ओपन गरेर देखाउँछु ल मोबाइल होल्डर नि जहाँ राख्दा नि मिल्यो आई मिन काम गर्ने बेला हेर्दै काम गर्दा नि मिल्यो अथवा भिडियो गराउने बेला नि हामीलाई चाहियो नि त फ्रन्ट फेसिङ गराउँदा नि भयो ब्याक फेसिङ गराउँदा नि भयो सो दिस इज लिटल क्यूट मोबाइल होल्डर यो चाहिँ के हो बुढा यो चाहिँ मैले के मगाएको होइन हौ बुढा यो त गुडनेस मी स्पेनबाट के लागि मगाए आई थिंक उ नै हो मेरो मेकअपको सामानहरु राख्ने नै हो यो पनि मै कन्फ्युजमा छु तर मेकअपको सामानहरु राख्ने हो यसमा पनि टक लिपस्टिकहरु टक राख्ने होला अनि ए यो चाहिँ के हो थाहा छ बुढा यो चाहिँ के हो डु यु हैव एनी आइडिया यो चाहिँ उ हो क्या के होला स्पुनहरु पकाउने बेला यसो गरे नि अब युज गर्यो अनि त्यसपछि त्यो युज गरिराको युटेन्सिल्सहरु यसरी यहाँ राख्ने फोर नजाओस् जस्तै हामी प्लेटहरुमा राख्छ नि मैले चाहिँ यो मगाए क्या राख्ने भनेर व्हाट इज दिस स्ट्यापलर त होइन होला ए मेरो नेल पलिश गाइज एकदम डार्क ग्रीनमा छ डार्क ग्रीनमा अनि यो चाहिँ मेरो देख्याछ म त्यहाँ यो चाहिँ उ क्या सिल गर्ने ब्याकप्याकहरु सिल गर्ने के भन्छ यसलाई जस्ट पेक्स एन्ड सानो कुराहरु अनि अभोकाडो स्पेशली अभोकाडो हामीले उ गर्छ नि यस्तो काटेर निकाल्नु पर्छ नि अब यसमा चाहिँ के हुन्छ भने बीचबाट काट्दै स्ट्रेट निकाल्ने सबै क्या पिल गर्ने अभोकाडो पिलर लेट्स ओपन दिस मैले चाहिँ के यस्तो खालको आएछ हौ बुढा प्लेटहरु के मैले के मगाएको रहेछ होइन प्लेट ये प्लेटहरु त यहाँ छ ए यो चाहिँ प्लेट भयो सेटमा
प्लेट bowl यहाँनिर व्हाइट कलर व्हाइट भन्नाले घिउ कलरमा छ अलिकति जस अरु भन्दा नि फुट्दैन तिमीले भन्थ्यौ नि नफुट्ने खालको भनेर हो त्यस्तो खालको मगाएको प्लेट को सेट अफ कपहरु पनि देखिन्छ होला सायद यसैको सेट मगाएको मैले किनभने हाम्रो यहाँ सामान फुट्छ के सिसा ग्लासको अनि त्यही भएर करणले चाहिँ भनिराख्छ थियो कि अहिले भन्छ what it's coming baba can you wait यो चाहिँ उ यस्तो माथि राख्ने सिंकमा राख्ने सिंकको साइडमा राख्ने सोप अनि डिशवाशिङ लिक्विडहरु अब जस्तै ह्यान्ड वाश अनि पछि जस्ट स्पोन्जहरु राख्ने सिंकको लागि किचन सिंकको लागि यो पनि उ खालको हो क्या नभाच्ने नफुट्ने खालको राम्रो छ पनि काटाको अनि another one is guys hot potहरु राख्ने क्या hot sam स्पेशली कुकिङ गरेको पटहरु हुन्छ नि एउटा त्यो चाहिँ राख्ने तीनवटा पिस मगाएको अनि हाम्रो ट्याप कति दुई तीन पटक बनाइसक्यो है प्लम्बर बोलाएको छ बनाएको छ किनभने यसो मुभ गर्ने बेला त्यो लुज हुने क्या हैन अनि यो चाहिँ मुभेबल यसलाई ठ्याक्क कनेक्ट गर्दिने त्यहाँ घुमाउन नपर्ने क्या यसो गरेर अझै पनि घुमाउने बेला त्यो हुन्छ आई मिन पानी त आउँदैन टाइट गरेको तर त्यही पनि यो राख्यो भने राम्रो यस्तो के घुमाउनै पर्दैन सो इट्स लाइक फ्लेक्सिबल सुरु हुन्छ What is this now? Next. के हो र यो नर्मल ठुलो कप मगाऊ त के सानो आइछ त ओ माय गुडनेस मैले ठुलै साइजको मगाएको त कस्मिकको लागि जस्तो आइछ त ल बुढा तर अलि सानो भयो अलि ठुलो भएदेखि ठिकठिकै हुन्थ्यो सानोको लागि ओके कप चाहिँ मैले सानो साइज मगाइछु ओ माय गुडनेस अनि यो चाहिँ स्म्यासर अनि of course मेरो ब्रसेसहरु मलाई चाहिराखेको थियो एक सेट मगाएको अनि चाहिँ के को लागि हो त यो फेरि समथिङ के को लागि हो मैले हेर्नु पर्छ मेरो युजमा आउँछ यो यो निकाल्ने पिल गर्ने के ब्ल्याक हेडहरु हुन्छ नि अर्को नेल पोलिश स्पेशली hat hanger hatहरु त्यतिकै हामीले बास्केटमा गरेर राखिरहेछ नि अब ह्याङ गर्ने के ताकि त्यो खुम्चिन्न नि त स्पेस पनि धेरै अकुपाई गर्दैन स्पेस पनि फ्री हुन्छ अनि यो चाहिँ के हो त फेरि ग्लासेसहरु होला आउनु त चाहिँ कप चाहिँ सानो भएछ ग्लासेस जस्तो लाग्यो ग्लास पनि सानो आयो के ग्लास पिउने तिमीले पिउने भन्थ्यौ नि नफुट्ने खालको सिम्पल अटाउँछु फेरि टन्नै न साइज अलि मैले हेरेँ तर साइज अलि मजासँग मगाएन छु जस्तो लाग्यो त्यो मगाउने तर इट्स ओके है इट्स ओके एटलिस्ट फुट्दैन न मैले नफुट्ने हिसाबले नै मगाएको ओके एनीवे दिज आर ग्लासेस कप चाहिँ सानो भयो क्या अनि चाहिँ के बुढा यो चाहिँ के मगाएँ मैले थाहा छैन
के ह्याङ्गर यो ए यस्तो गरेर गर्ने आई थिङ्क यो पनि ह्याटहरुकै लागि यस्तो मुखी समथिङ ह्याटकै लागि हो मैले अब हेर्न पर्छ फेरि फोनमा गएर ब्याक टु ओके almost done so this is एउटा queen एउटा king उमाको protector mattress protector old one चाहिँ एकदमै लाइक अब चेन्ज गरम जस्तो भइसक्यो थियो त्यही भएर चाहिँ अर्को मैले प्रोटेक्टर मगाएको एउटा क्वीन एउटा किङ किनभने हाम्रो बेड आई थिंक यो क्वीन होला यो किङ होला हाम्रो बेड एउटा क्वीन एउटा किङ छ नि त त्यही भएर दुईटैको लागि मैले मगाइदिएको प्रोटेक्टर सो दिस इज व्हाट थिंग्स आई बट सबै ठिकै छ नट टु ब्याड तर एउटा मात्र कुरा चाहिँ यो भयो कपहरु चाहिँ एकदमै सानो भयो अब कहिलेकाहीँ अलि बोल र उ चाहिँ प्लेटहरु चाहिँ माइक्रोवेभ सेफ पनि हो या this is what I bought guys अब कस्तो लाग्यो हजुरहरुलाई सामान just give me comment you just guys can react हैन तर मलाई चाहिँ सबै नै ठिकै लाग्यो just म चाहिँ कप सँग चाहिँ अलि डिसस्याटिस्फाई भए अरु चाहिँ ठीक छ राम्रो छ ओभरअल yep thank you so much guys for watching the video I will see you again lots of love bye bye